सानै उमेरमा जापान छिरेर गरेको त्यो तिम्रो सङ्घर्ष आज मेरो प्यारी बुनु 22 वर्ष लागिसकेछ। सानी अनि चञ्चली सबैको प्यारी मेरो प्यारो बुनुको जन्मदिनको शुभकामना। तिमीले सोचेको अनि आँटेको सबै पुरा होस्। जापान जस्तो ठाउँमा छौ, धेरैले नराम्रो भन्न सक्छन्, त्यो सबैलाई व्यवस्था गरी आफू राम्रो बाटो अनि सधैँ सफलतालाई रोज्नु तिमी। जापानमा धेरैको हाम्रो जस्तो परिवार हुन्नन्। यहाँ दसैँ तिहार अनि जन्मदिनमा एक्लै रुँदै बस्नुपर्छ। धेरै जसो व्यक्तिको हाम्रो जस्तो परिवार हुँदैन, तर तिमी कहिले नआत्तिनु अनि कहिले नमात्तिनु। अरू होस् या नहोस्, तिम्रो साथमा हामी सधैँ हुनेछौँ। सङ्घर्षले दिनरात सुती नसुती कमाएको त्यो पैसा सदुपयोग गर्नु। धेरै त मैले केही गर्न सकिनँ मेरो प्यारी बुनु। चरपटे अनि पानीपुरी अनि मेरो साथीले बनाएको मिठो मासु र अनि भात, यसैले यो वर्षको तिम्रो जन्मदिन मनाइदिएका छौँ। यस्तै आउने दिनमा नि प्रगति गर्दै जानु। फेरि पनि जन्मदिनको लखौँ शुभकामना मेरो प्यारी बुनुलाई।